तपाईँले भोटाले आज आउनुभयो योभन्दा अगाडि आउनुभयो भोट छिट्टै आउनु भएन को छ जनताले के गर्छ पहिले सोध्नु भएन मेरो आमा बिरामी छ हजुर औषधि गरिदिनु भन्दै हिँड्नु पर्यो दुईटा मृगलाई ड्यामेज मेरो आमाको मैले आमालाई 3 वर्ष भयो राखेर सुत्ताएर पालेको 15-16 हजार खर्च लाग्छ तर दिने पैसा आफूले तर पहिलेसम्म हामी यो भौतारेर भएर घर बिनाको बाँच्नु पर्ने हामी तपाईँलाई बताउँछु है त मैले हिजोको कार्यक्रममा एउटा कार्यक्रममा पनि बताएको थिएँ तपाईँहरूको नाममा सुकुम्बासीको नाममा भूमिहीनको नाममा जुन राजनीति वर्षौंसम्म चलेको छ यसलाई कानून बनाएर कानूनी माध्यमबाट जे हुन्छ त्यही गरेर मेरो कार्यकर्ता भए या अर्को कुनै पार्टीको कार्यकर्ता भए पाउने नभए नपाउने बनाएर होइन कानूनले जे भन्छ त्यही यदि गलत तरिकाले गरिएको छ भने त्यसलाई कानून सच्याएर भए पनि पाउनुपर्ने मान्छे सुन्नुहोस् है कानूनले दिनुपर्ने भनेको मान्छेलाई यो टपिकलाई यो विषयलाई सदाका लागि यो पसल छ नि जुन यो भोट ब्याङ्कको पसल यसलाई बन्द गर्ने मैले वचन हिजो पनि दिएको छु यो चुनावी सभा नभएको हुनाले घोषणापत्र पार्टीको भाषापत्रमा लेखेर हामी यो कुरा गर्नलाई त सरकारको पाउनु पर्ला के पर्दैन यसै कारण यसपटक हामीले के भनेको भने एकपटक 5 वर्ष काम गर्ने गरी तपाईँहरूले सुनाउनुहोस् म तपाईँलाई गैर कानुनी काम गर्छु म भन्न सक्दिनँ तपाईँहरू गैर कानुनी ढङ्गले बस्नु भएको छ भने म तपाईँले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न तर कानुनले तपाईँलाई दिन्छ भने अब यसलाई चाहिँ भोटको ब्याङ्क बनाएर हामी राख्दैनौँ यसलाई सदाका लागि बन्द गर्ने त्यो वचन म वचन लिनुहुन्छ नि हजुरको हरेक झण्डा बोकेर पर्दैन कहिले पनि पर्दैन तपाईँ आफ्नो काम गर्नुहोस् तपाईँ आफ्नो विवेक पुऱ्याएर भोट हाल्नुहोस् झण्डा बोक्नुपर्छ समय छ भने मात्र बोक्नुहोस् मेरो झण्डा बोकेका कारणले तपाईँको काम हुने होइन कानुनले दिने भएर तपाईँको काम हुने हो कानुनले दिएन तपाईँको हुँदैन कानुनले दिन्छ गर्छौँ तर उसलाई भोट ब्याङ्क बनाएर भोट माग्ने भाडो हामी सरकारले त हामी जस्तो वर्गको मान्छेलाई हाम्रो भोट खेर नजाओस् अबदेखि हामी भोट हालिन नपरोस् भोट माग्नु मात्र होइन कि भोट हुन्छ मेरो भोट तपाईँले ल्याएको अन्त पनि तपाईँ भएन हामी जस्तो मान्छे अब गएर हिँड्न नपरोस्